नमस्ते सबैजनालाई। आज चाहिँ हामी कुरा गरौँ रिभर फल्स पावर लिमिटेडको। यसले थर्ड क्वार्टर रिपोर्ट चाहिँ पब्लिस गरिसकेको छ र यदि कसैसँग छ अथवा चाहिँ किन्ने प्लान गर्दै हुन्छ भने चाहिँ यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। मेबी फुल भिडियो चाहिँ यसको पनि युट्युबमै नै आउँछ होला, त्यही भएको कारणले गर्दा फुल भिडियोलाई चाहिँ युट्युबमै हेरिदिनु होला है। आरएफपिएलको कुरा गर्नुपर्दा हामीले एउटा कुरा के सम्झिनु चाहिँ एकदमै इम्पोर्टेन्ट छ भन्दाखेरि जुन यसले 10 लाख किता चाहिँ 10 लाख किता चाहिँ यो अक्सन गरेको थियो लास्ट टाइम। अक्सन कतिमा गरेको थियो भन्दाखेरि अक्सन गरेको थियो 318 को दरले अक्सन गरेको थियो। भनेको मतलब 218 रुपियाँ के हुने भयो, सेयर प्रिमियममा जाने भयो। अब 10 लाख किताले गर्दाखेरि यो लगभग 22 करोड प्लस जति चाहिँ जहाँसम्म लाग्छ यो तपाईँको सेयर प्रिमियमभित्र छ है। त्यो भएको कारणले गर्दाखेरि पनि यो जुन चाहिँ यो रिजर्भ एन्ड सर्प्लस भन्ने हेडिङ छ यो चाहिँ लास्ट इयरको भन्दा चाहिँ अहिले चाहिँ के भयो भन्दाखेरि एकदमै इन्क्रिज हुन चाहिँ पुगेको छ। र प्लस यो सेयर प्रिमियमको पैसाले कहाँ युज गर्यो भन्नुहुन्छ भने यो लोन यहाँ तपाईँको देख्न सक्नुहुन्छ, यो र यो सर्ट टर्म लोन भनेर यहाँ जुन छ लास्ट टाइम हेऱ्यो भने यहाँ र यो फिगर यहाँ देखिन्छ है। यो सर्ट टर्म लोनमा यहाँ फिगर देखिन्छ भने अहिले छैन, लास्ट मन्थमा पनि लास्ट क्वार्टरमा पनि थिएन, अहिले पनि छैन। र यो जति पनि यो 70 करोड रुपियाँ चाहिँ यसले उठाएको थियो, 70 प्लस 22 गर्दाखेरि लगभग 92 करोड यसले सर्टेन पर्सेन्ट लोन चाहिँ सेटल गर्यो यहाँ है। अब सर्टेन पर्सेन्ट कहाँ के छ भन्दाखेरि यो अदर लोन्स एन्ड एडभान्स भन्ने हेडिङमा पनि हामीले के देख्न सक्छौँ भन्दा 10 करोड थियो, 10 करोडबाट 34 करोड भयो, फेरि अर्को 34 करोडमै छ। भन्नुको मतलब के छ भन्दाखेरि यो यसले सेटल गर्न सकेको छैन है। यो अदर लोन्स एन्ड एडभान्सभित्र चाहिँ केही न केही छ। अब यो के छ भन्ने कुरा जबसम्म फाइनेन्सियल आउँदैन तबसम्म हामीले पत्ता लगाउन सक्दैनौँ। अब यहाँ एटलिस्ट पनि यो नहुनु पर्ने हो, तर यहाँ देखिरहेको छ। अब जाउँ प्रफिट एन्ड लसतिर। प्रफिट र लसमा चाहिँ तपाईँको के छ भन्दाखेरि 18बाट बढेर 20 छ, 2 करोड जतिको चाहिँ इन्क्रिमेन्ट देखिन्छ यहाँतिर। तर यहाँ कस्तो भयो भन्दाखेरि लोन घटे तापनि लोन घटेको इन्ट्रेस्ट छ नि त्यस्तो ड्रास्टिकली घटेको छैन। किनभने 12 करोडबाट 10 करोड छ, 2 करोड जतिले मात्र घट्यो। यहाँ 2 करोड यहाँ 2 करोडले बढ्यो। तर भयो के भन्दाखेरि यो जुन चाहिँ यो एडमिनिस्ट्रेटिभ डिप्रिसिएसन एक्सपेन्स छ नि यो बढ्न गएको कारणले गर्दाखेरि तपाईँको चाहिँ कस्तो देखियो भन्दाखेरि 3 करोड पुसमै थियो, अहिले आएर चाहिँ जम्मा 1 करोडमा चाहिँ इन्कम चाहिँ हुन पुग्यो है। यो इन्कम चाहिँ जम्मा कति हुनु पुग्यो भन्दाखेरि 3बाट झन् घटेर 1 करोड हुनु पुग्यो। यो बढ्नुपर्ने थियो, उल्टो के हुनु पुग्यो भन्दाखेरि यो चाहिँ यो क्वार्टर आउँदै गर्दाखेरि घट्न पुगेको छ। भन्नुको मतलब के छ भन्दाखेरि यो 3 महिनामा पुसदेखि चैतसम्मको 3 महिनामा जति यो सेल्सबाट चाहिँ रेभेन्यू इन्क्रिमेन्ट हुनुपर्ने थियो यो इन्क्रिमेन्ट हुन सकेको छैन। अब हामीले हिसाब कसरी हेऱ्यौँ भन्दाखेरि पुससम्म 16 थियो भनेको मतलब हरेक क्वार्टर मैले 8 गरेको थियो। भन्नुको मतलब यसपालि पनि 8 गर्नुपर्ने थियो, तर यहाँ गरेको थियो 4 करोड मात्र गर्यो भने यहाँ कतिले चाहिँ 16 माइनस 20 गरेर 4 है, 4 करोड मात्र गर्यो। 4 करोड गर्दै गर्दाखेरि यहाँ के भयो 8 हुनुपर्ने ठाउँमा 4 मात्र हुँदाखेरि 4 करोडको त रेभेन्यू यहीँ डिक्रिमेन्ट भयो। यो डिक्रिमेन्ट भएको कारण यो डिक्रिमेन्ट भयो तर एक्सपेन्स त डिक्रिज हुँदैन, यो इन्क्रिज भयो है। प्लस यो तपाईँको माथिको एडमिनिस्ट्रेटिभ एक्सपेन्स पनि इन्क्रिज भयो। म एकचोटि हेरिदिन्छु, एडमिनिस्ट्रेटिभ एक्सपेन्स पनि इन्क्रिज भयो, यो एडमिनिस्ट्रेटिभ इन्क्रिज पनि इन्क्रिज भयो, यो डाइरेक्ट एक्सपेन्स पनि इन्क्रिज भयो र यो डिप्रिसिएसन पनि इन्क्रिज भयो। यो 3टा फ्याक्टर चाहिँ इन्क्रिज भएको कारणले गर्दाखेरि र रेभेन्यू चाहिँ डिक्रिज भएको कारणले गर्दाखेरि जतिले इन्क्रिज हुनुपर्ने हो 8 करोडले इन्क्रिज हुनुपर्ने ठाउँमा 4 करोडले मात्र इन्क्रिज भएको कारणले गर्दाखेरि रेभेन्यू चाहिँ ड्रास्टिकली चेन्ज नभएको कारणले यो चाहिँ के हुनु पुग्यो भन्दाखेरि नेट प्रफिट चाहिँ घट्न पुग्यो। र यो नेट प्रफिट घट्न पुगिसक्दाखेरि यो तपाईँले देख्नुहुन्छ 27 करोडको चाहिँ यहाँ 27 करोडको चाहिँ यहाँ लास्ट टाइम रिटेन अर्निङ थियो भने यहाँ 25 करोडमा चाहिँ झर्न पुगेको छ है। अब यसमा के छ सेयर प्रिमियम प्लस यो तपाईँको यो वर्षको चाहिँ प्रफिट छ। डिभिडेन्ड दिन सक्ने चाहिँ भयो है, किन भन्दाखेरि जुन बेला चाहिँ यो तपाईँको रिटेन अर्निङ पोजिटिभ हुन्छ, रिटेन अर्निङ प्लस यसपालिको प्रफिट पोजिटिभ हुन्छ, यसले डिभिडेन्ड दिन सक्छ। तर यो सेयर प्रिमियमको पोर्सन धेरै भएको कारणले गर्दाखेरि चाहिँ यसले दिन सक्ने भनेको बोनस सेयर चाहिँ धेरै दिन सक्छ है। अब तल तपाईँको नोट्समा चाहिँ त्यस्तो खासै के पनि लेखेको छैन यसले। पी रेसियोहरूको कुरा, इपिएसको कुरा गर्नुहुन्छ भने एनालाइज इपिएस छ 1.78,
अनि यसको चाहिँ मार्केटमा लगभग 350-60 को रेन्जमा चाहिँ चलिरहेकै हुन्छ। अब तपाईँको चाहिँ जसले चाहिँ 318 हालेको थियो, अहिले 350-60 को रेन्जमा चलिरहेको छ। अब मेबी यो जुन यो रेभेन्यूले जस्टिफाई गर्नुपर्ने थियो, प्रफिटले पनि जस्टिफाई गर्नुपर्ने थियो, किनभने राइट सेयर आइसकेपछि तपाईँको चाहिँ यो लोन तिरिसकेपछि हाम्रो चाहिँ एजम्सन के हुनुपर्थ्यो भन्दाखेरि लोन तिर्ने र यो तपाईँको फाइनेन्स कस्ट घटाउने र नेट प्रफिटलाई बढाउने भन्ने हुनुपर्थ्यो। तर त्यस्तो नभएको कारणले गर्दाखेरि चाहिँ फन्डामेन्टली चाहिँ अहिलेसम्म चाहिँ अलिकति विक चाहिँ मैले देखिरहेको छु है आरएफपिएलको सन्दर्भमा। आरएफपिएलको चाहिँ लगभग यति नै हो है। अरू पनि तपाईँहरूलाई यस्तै एनालाइसिस चाहिँ कुनै कम्पनीको छ भने प्लिज यो भिडियोमा कमेन्ट गरिदिनु होला र यो भिडियो मन पऱ्योमा लाइक गरिदिनु होला र च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है। हस्, धन्यवाद।